आदरणीय पासा साथीहरू नमस्कार। आराम चाहन्छु र यहाँहरू समक्ष आज गोर्खाली नामक वीर गाथा लिएर उपस्थित भइसकेको छु र यो कथा सुरु गर्न अघि सम्झना स्वरूप एक लाइक र च्यानलमा नयाँ हुनुहुन्छ सब्स्क्राइब गर्दै यो कथामा केही टिप्पणी भए कमेन्ट बक्समा कमेन्ट गरिदिनु अनुरोध गर्दै बाँकी कथाबाट नै यहाँहरू सामु प्रस्तुत हुन चाहन्छु। धेरै पहाडी गाउँहरूको बीचमा सानो गाउँ भोजपुरमा जन्मिएका थिए लक्ष्मण थापा। उनको जीवनी सुरुदेखि नै अनुशासन र मेहनतले भरिएको थियो। बुबा पनि गोर्खा सैनिकमा थिए जसले बेलायती आर्मीमा सेवा गरेका थिए। बुबाको सम्झनामा राखिएको पुरानो टोपी र तरबार हेर्दै हुर्किएका लक्ष्मणको मनमा एउटा मात्र थियो, देश सेवा गर्ने। 18 वर्षको उमेरमा गोर्खा रेजिमेन्टको भर्तीमा पास भए। पहिलोपल्ट युनिफर्म लगाउँदा उहाँको आँखा आँसु थिए, गर्वका आँसु। तालिम कडा थियो तर उनलाई बुबाको भनाइ याद थियो, गोर्खालीलाई कहिल्यै नथाक्ने सिकाइन्छ। तालिमपछि लक्ष्मणको पोस्टिङ अफगानिस्तानमा भयो, जहाँ शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घ अन्तर्गत नेपाली सेनाको टोली खटिएको थियो। त्यहाँको कठोर मौसम, अनिश्चितता अनि सधैँ जोखिममा रहेको जीवन, यी सबै बीचमा पनि लक्ष्मण कहिल्यै पछि हटेनन्। एक दिन अफगानी गाउँमा बम विस्फोट भयो, बच्चा र आइमाई घाइते भए। लक्ष्मण आफ्ना सहकर्मीसँग मिलेर घाइतेलाई सुरक्षित स्थान पुर्याए। त्यहाँ एउटा सानो केटी आएसा, जसको खुट्टा गुमेको थियो, तर लक्ष्मणले उसलाई आफ्नो काँधमा बोकेर 2 किलोमिटर टाढा रहेको मेडिकल क्याम्पमा पुर्याएका थिए। आएसाको आँखा भरि हेर भनेकी थिए, तपाईँ मेरो हिरो हो। त्यो वाक्यले लक्ष्मणको हृदयमा अमिट छाप छोड्यो। सेनाको जीवनमा परिवारसँगको समय सधैँ कम हुन्छ। लक्ष्मणको एउटी छोरी थिई, निशा, जसले बुबालाई वर्षमा एकपटक मात्र देख्थे। घर फर्किँदा निशाले सोध्थे, बुबा किन तपाईँ धेरै टाढा हुनुहुन्छ? उनले मुस्कुराउँदै जवाफ दिन्थे, म अरूका छोरीहरूका बुबा सुरक्षित राख्न गएका हुन्छु बाबु। एकपटक सीमावर्ती क्षेत्रमा विद्रोहीहरूको आक्रमण भयो। लक्ष्मणको टोलीले सीमित साधन र जनशक्तिमा पनि साहसका साथ प्रतिकार गर्यो। 5 घण्टासम्म चलेको भिडन्तमा लक्ष्मण आफै घाइते भए, तर टोलीका 7 जना सैनिकलाई सुरक्षित फर्काउने निर्णय उनले लिएका थिए। अस्पतालमा उपचार भइरहेको बेला उनले भन्नुभयो, गोर्खाली कहिल्यै हार मान्दैन। जीवन भए म फेरि ड्युटीमा फर्कन्छु। उहाँको बहादुरीका कारण उनलाई शौर्य पदक प्रदान गरियो। त्यो पदक उहाँका लागि गर्वको विषय थियो, तर उहाँले सधैँ भन्नुहुन्थ्यो, पदकभन्दा ठुलो आफ्नो देश र साथीका लागि जीवनको बलिदान हो। सेना निवृत्ति भएपछि लक्ष्मण गाउँ फर्किए। गाउँका युवालाई तालिम दिन थाले। उनीहरूलाई कर्तव्य, अनुशासन र देशप्रेम सिकाए। उनले भने, गोर्खाली हुनु गर्वको कुरा हो, तर गोर्खाली जस्तो बाँच्नु अझै ठुलो कुरा हो। गाउँका धेरै युवाहरूलाई प्रेरणा दियो। उनले बनाएको सानो स्मारकमा लेखिएको छ, जुन दिन हामी डराउँछौँ त्यो दिन गोर्खा होइनौँ। आज पनि भोजपुरको त्यो गाउँमा हरेक वर्ष वीरता दिवसमा लक्ष्मण थापाको सम्झनामा कार्यक्रम गरिन्छ। उनी भन्थे, जीवन सानो हुन्छ तर कर्तव्य विशाल हुन्छ। हस्, यही कथाका साथ
यो वीर गोर्खाली नामक कथा प्रसङ्ग यही टुङ्ग्याउँछु। हस्त, धन्यवाद।